हामी सबैभन्दा पहिला 329 नम्बरको भजन आउँदछु तपाईँको चरणमा पर्दछु तपाईँको शरणमा हामी यो भजन सबैजना मिलेर गाउनेछ। हामी सबैजनालाई आउँछ, सो सबैजना एकदम स्वर उचालेर हामी यो भजन गाउँदैछौँ। 329 नम्बरको आउँदछु तपाईँको चरणमा। Amen.
Prabhuji, Mana
Go
Yes, it's 50 years of God's faithfulness for NBS, Nepal Bible Society. Not only for NBS, but it's all for Nepali Christian churches and pastors, leaders, and everyone. यो हिस्टोरिकल मोमेन्ट यहाँनिर हुन गइरहेको छ। त्यो हिस्टोरिकल मोमेन्ट भनेको यो नेपाल बाइबल सोसाइटीले चाहिँ गोल्डन जुबली सेलिब्रेसन प्रोग्राम 2025 यहाँनिर प्रस्तुत हुन गइरहेको छ र आज हामी वी आर गोइङ टु बी अ विटनेस अफ द्याट हिस्टोरिकल मोमेन्ट एन्ड तपाईहरु सबैलाई स्वागत गर्न चाहन्छौँ र हामी अगाडि बढ्न चाहन्छौँ। अगाडि हामी सबै कुनै पनि कार्यक्रमहरू सुरु गर्दाखेरि हामीले परमेश्वरको उपस्थिति र परमेश्वरको अगुवाई बुझ्न आवश्यक छ। त्यो कारणले आज हामी हाम्रो कार्यक्रमलाई परमेश्वरको हातमा सुम्पनेछौँ र परमेश्वरको हातमा सुम्पनको निम्ति बेथसालम चर्चका सिनियर पास्टर रेभरेन्ड देव छेत्रीज्यूलाई सुरुको प्रार्थना गरिदिनुको निम्ति म अनुरोध गर्न चाहन्छु। उहाँ अगाडि आउनुहुनेछ र सुरुको प्रार्थना गरिदिनुहुनेछ। हुन्छ, सबैलाई जय मसीह। मैले सुनिन जय मसीह, जय मसीह। मलाई लाग्छ यत्रो भिडमा त जय मसीह कसेर हुनुपर्ने हो। हामी 1 2 3 गर्न सक्छौँ। 1 2 3 जय मसीह। हामीले हेरिसकेका छौँ, सुनिसकेका छौँ। बाइबल नेपाल बाइबल सोसाइटीको 50औं वर्षेनी गोल्डन जुबली सेलिब्रेसनमा हामी यहाँ उपस्थित भएका छौँ। परमेश्वरको विश्वासयोग्यता, God's faithfulness all over this 50 years, यसको हामी सेलिब्रेसनमा हामी जम्मा भएका छौँ र हामी परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। भजन 100 दिनमा हामी पुरै पढ्न चाहन्थेँ के गर्नु म एउटा मनमा आएको उहाँले गरेका उपकारहरू नबिर्से, do not forget for all his goodness. आमेन। परमेश्वरले गर्नुभएका कुनै पनि उपकारहरू हामी बिर्सिनु हुँदैन। त्यसको साथै प्रभुलाई हामी धन्यवाद दिन पर्दछ। मलाई लाग्छ हामी सबै आफ्नो ठाउँमा हामी परमेश्वरलाई आदर गरिकन हामी उभिनेछौँ। हाम्रो शिरहरू हामी झुकाउनु। Let's all stand for prayer. हामी प्रार्थना, हाम्रो हातहरू हामी उचालेछौँ, मुखहरू हामी खोलेर प्रार्थना गरेछौँ। आजको यो सेवामा परमेश्वरको उपस्थिति हामीले अनुभव गर्न सकेनौँ। प्रभुको अनुग्रह हामीले अनुभव गरेका छौँ। परमेश्वरले गर्नुभएका सबै कुरा, सबै महिमा हाम्रो परमेश्वरलाई जानु पर्दछ। आमेन। हामी मुखहरू खोल्दैछौँ। Open up our mouth. Let's pray. हामी आँखाहरू बन्द गरौँ, हाम्रो हातहरू उचालौँ। सबैजना मिलेर हामी प्रार्थना गरेछौँ परमेश्वरको आशिषको लागि। प्रभुको अनुग्रहको लागि आजको सेवामा प्रभुको ठुलो महिमा यस ठाउँबाट हुन सकेको छ। हालेलुया। हाम्रो प्रभु उचालिनु भएको प्रभु महिमित भएको हुनुहुन्छ। परमेश्वरको प्रशस्त बनेको परमेश्वरको भक्त आत्माको शक्ति र भरपुरी यस ठाउँमा हुन सकेको छ। प्रभुको जयमा आशीष हुन सकेको। हालेलुया। हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। दिनुभएको सुन्दर समयको लागि, तपाईँको अनुग्रहको लागि, तपाईँले गर्नुभएको सबै
विश्वास योग्य हुनुभयो प्रभु खुट्टा खडाहरूमा अप्ठ्यारो समयहरूमा तपाईँले आफ्नो हात छोडिदिनु भएन तपाईँको अनुग्रह प्रभु कम्ती गरिदिनु भएन तपाईँको निगाहलाई तपाईँको उपस्थिति राखिदिनु भयो प्रभु यसकारण तपाईँका जनहरूले तपाईँको वचन पढ्न पाएका छन् सुनाउन पाएका छन् प्रभु ओ घोषणा गर्न पाएका छौँ हामी तपाईँलाई धन्यवाद जनाउँछौँ आज जसरी हामी तपाईँको उपस्थितिमा हामी प्रभु यो सेलिब्रेट गर्छौँ प्रभु तपाईँ येशू महिमित हुनु प्रार्थना गर्दछौँ प्रभुजी सारा आज तपाईँले प्रार्थना गर्छौँ हामी प्रार्थना गर्दछौँ आजको यो सेवा सुरुदेखि अन्तिमसम्म तपाईँले हातमा नै समर्पण गर्दछौँ आउनुहोस् महिमा दिनुहोस् तपाईँको जनहरूलाई आशिषित ल्याउनु प्रार्थना गर्दछौँ प्रभु हामी जे गर्छौँ सुरुदेखि अन्तिमसम्म ख्रिस्टको महिमाका लागि हामी गर्न सकेनौँ प्रार्थना गर्दछौँ तपाईँको आशिषले भर दिनुहुन्छ प्रभु तपाईँको महिमाले सबै शक्तिले सामर्थ्यले भर दिनु तपाईँको पवित्र आत्माले भर दिनुहुन्छ प्रभु येशू तपाईँ उच्च दिनुहोस् बाँकी समय बाँकी कार्यहरू प्रभु तपाईँका जनहरू जसले प्रभु सञ्चालन गर्नुहुन्छ वचन ल्याउनुहुन्छ जति पनि कार्यक्रम यहाँ प्रस्तुत हुनेछन् हो सबैद्वारा येशू महिमा दिनुहोस् बाँकी समय बाँकी जीवन तपाईँको हातमा राख्दछौँ तपाईँको आशिषमाथि प्रशस्त रहेको होस् येशू प्रभुको नाउँमा आमेन हामी सबैजना बस्न सक्छौँ विशेष गरिकन सभापतित्व गरिदिनुहुनको लागि अथवा भनौँ सभापतित्वको आसन ग्रहण गरिदिनुहुनको लागि विशेष गरिकन आजको यस सभाको सभापति हुनुहुन्छ हाम्रो नेपाल बाइबल सोसाइटीका अध्यक्ष एल्डरली बहादुर थापाज्यू र उहाँलाई हामी सभापतित्वको आसन ग्रहण गरिदिनुहुनको लागि We kindly request that Elderly Bhadur Thapa, the chairman of the Nepal Bible Society, to take the chair of the chairmanship. र उहाँले आसन ग्रहण गरिसक्नु भएको छ र त्यसै गरी आजको कार्यक्रमलाई हामी निरन्तर अगाडि बढाउनेछौँ। अब हामी केही कोरस भजनहरू गाएर सुन्दर भजनहरू हामीले प्रस्तुत गरिरहेको भएको छ र यो सभामा उहाँलाई दिन चाहन्छौँ। Oh
प्रभुलाई हामी धन्यवादको एउटा प्रार्थना चढाउँदैछौँ। हे हाम्रा सर्वोच्च जीवित परमेश्वर, तपाईँ हामीले हृदयदेखि नै धन्यवाद र कृतज्ञताको भेटीहरू चढाउँदछौँ। तपाईँ असल बोझाहरू र अगुवा हुनुभएर नेपाल बाइबल सोसाइटीलाई सुरुवातदेखि यो 50औं वर्षसम्मको लामो यात्रामा आफ्नै हातले डोल्याउनु भयो। बाइबलले विलाप 3 अध्यायको 22 र 23 पदबाट यो भजनले भने जस्तै तपाईको महान विश्वस्तता र हरेक बिहानको नयाँ कृपाले नै यो यात्रा सम्भव भएको हो। सबै कुरामा धन्यवादको योग्य तपाईँ नै हुनुहुन्छ। तपाईँले असल अगुवाहरू, कर्मचारीहरू, सहायता गर्ने हातहरू र प्रार्थनामा सम्झना गर्ने विश्वासी परिवारजनहरू नेपाल बाइबल सोसाइटीलाई जुटाउनु भयो। हामी धन्यवाद छौँ जुन छापिएको बाइबलद्वारा तपाईँले धेरैजनाको जीवन परिवर्तन गर्नुभएको छ। नेपाली मण्डली र विश्वासी जनहरूलाई वचनमा जानकारी सहज बनाउनु भएको छ र सुसमाचारमा वृद्धि ल्याउनु भएको छ। प्रभु तपाईँलाई हामी धन्यवाद भन्दछौँ। प्रभु तपाईँको निरन्तर तपाईँको विश्वासयोग्यताको निम्ति तपाईँलाई धन्यवाद छ। अब आउने दिनको यात्राहरूमा पनि तपाईँको उद्देश्यको आश्चर्यका विश्वासयोग्यता र अगुवाईको निम्ति यो विश्वासको अन्तर्वृत्तिको प्रार्थना चढाउँदछौँ। हाम्रो हृदयको पुकार प्रभु सुनिदिनुहोस्। हामी तपाईँको उपस्थितिको खोजी गर्छौँ, तपाईँको अगुवाई खोज्छौँ। सबै कुराको निम्ति धन्यवादको योग्य तपाईँ नै हुनुहुन्छ। तपाईँलाई नै सबै महिमा भएको होस्। हामी एकसाथ यो प्रार्थना चढाउँदछौँ जीवित प्रभु येशू ख्रीष्टको नाममा। राष्ट्रिय गान गाउनेछौँ। Now we shall all stand to our feet and sing the national anthem. धन्यवाद कार्यक्रम सञ्चालक भए। आज नेपाल बाइबल सोसाइटीले यो हलमा आफ्नो स्थापनाको 50औं वर्ष मनाइराखेको छ र यहाँ उपस्थित सम्पूर्ण विश्वासी गैर विश्वासी सबैजना व्यक्तित्वहरूलाई र हामीलाई फेसबुक, युट्युब, विभिन्न सोसियल मिडिया मार्फत प्रत्यक्ष हेरिराख्नुभएका सबैजना विश्वासी दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण नेपाली जनहरूमा ख्रीष्ट अभिवादन, जय मसीह र नमस्ते पनि भन्न चाहन्छु। 16 महोत्सवको उद्घाटन गएको असार 13 गते धुबीघाट स्थित नेपाली इसाई मण्डलीमा सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा संस्थाको ऐतिहासिक योगदान, सेवा र भविष्यप्रतिको दृष्टि उत्सवमय रूपमा प्रस्तुत गरिएको थियो। त्यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई पनि एकचोटि धन्यवाद ज्ञापन गर्न चाहन्छु।
त्यस्तै गरी हामीले 16 महोत्सव मनाउने क्रममा 7वटा प्रदेशमा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गर्दै सम्पूर्ण चर्च मण्डली परिवारसँग आफ्नो यो उत्सवलाई साझा गर्दै आज कारण आउन सक्नु भएन। त्यस्तै अध्यक्ष पूर्व अध्यक्ष डाक्टर केबी रुकाई, डाक्टर भारती शर्मा पनि यहाँ हुनुहुन्छ, उहाँलाई पनि हामी विशेष स्वागत गर्दछौँ। त्यस्तै गरिकन हाम्रो बिचमा युनाइटेड बाइबल सोसाइटिज र अन्य देशका बाइबल सोसाइटीहरूबाट उपस्थित कार्यकारी प्रमुख तथा प्रतिनिधिज्यूहरू हुनुहुन्छ। सो म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। On behalf of Nepal Bible Society, it is my great joy and honor to warmly welcome our special guest, Reverend Matthew Kepunos. He is the General Secretary, he is the CEO of Indo-China Alliance. We have a special guest from Japan Bible Society, General Secretary, Reverend Kiyoshi. And we have a special guest, Brother Jet Visually. He is a CAP staff of United Bible Society. We have a special guest from Door International, the CEO, Rob Mears, and all our dear friends from different countries. We are truly blessed by your presence with us today. Your partnership, encouragement, and fellowship mean a great deal to us as we celebrate God's faithfulness and continue the mission of making His word available to all. Once again, a heartfelt welcome to you all. May our time together bring glory to God and strengthen our bond in His service. त्यस्तै गरिकन अध्यक्ष सदस्यहरू प्रतिनिधिज्यूहरू जो हुनुहुन्छ यहाँलाई पनि हामी विशिष्ट अतिथिको रूपमा स्वागत गर्दछौँ। त्यस्तै गरिकन हाम्रो बिचमा थुप्रै मण्डली सम्प्रदायबाट विभिन्न मण्डली समूहबाट थुप्रै मण्डलीहरूबाट उपस्थित रेभरेन्ड पास्टर तथा अगुवाज्यूहरू, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, संसार सुरक्षा तथा विभिन्न क्षेत्रबाट आउनुभएका व्यक्तित्वहरू, उपस्थित सम्पूर्ण कृष्ण दाजुभाइ तथा दिदीबहिनीहरू र हामीलाई फेसबुक तथा युट्युब तथा विभिन्न सामाजिक सञ्जालहरूबाट प्रत्यक्ष हेरिराख्नुभएका हजारौँ दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि म अर्जुन काफी नेपाल बाइबल सोसाइटीको कार्यकारी प्रमुख हैसियतले सम्पूर्ण कार्यकारी बोर्ड सदस्यहरूको तर्फबाट, साधारण सदस्यज्यूहरूको तर्फबाट र कर्मचारीको तर्फबाट आज यस विशेष समारोहमा हार्दिक स्वागत गर्दछु। तपाईँको यो उपस्थितिले यो समारोहको महत्त्व र गरिमा अझै बढाएको छ। नेपाल बाइबल सोसाइटी तपाईँलाई आत्मीय स्वागत गर्दछ। धन्यवाद। जय मसीह। नमस्कार। धन्यवाद कार्यकारी प्रमुख अर्जुन काफ्रेज्यूलाई। उहाँले स्वागत मन्तव्य राखेर जानु भइसकेको छ। अनि अब भने हामी एउटा गीत सुन्नेछौँ। गीतको निम्ति कृषि भोजन पुगारलाई म अनुरोध गर्न चाहन्छु। हामी एकचोटि उहाँलाई फेरि जोरदार ताली बजाउनेछौँ। Namaste to all the wonderful, God-fearing men and women of God. We are very grateful to the Nepal Bible Society for inviting Krishna Bhajan Khayar to its 40th anniversary 10 years ago, and for giving us another opportunity to be a part of its 50 years celebration today. And I, on behalf of Christian Bhajan Khayar and Vishram Ministries Nepal, would like to convey our heartfelt congratulations on your 50 years jubilee. 50 years of dedication to God's word is a true testament of His grace. May the Lord shine His face upon you, and it's a prayer that the Nepal Bible Society will be fruitful in the days to come. And now, as our prayer sings, that the name of God alone be glorified, and it's a prayer that everyone gathered here will be blessed and encouraged. Thank you.
लेखक तथा अनुवादक कमल अधिकारीज्यू, हामी उहाँहरू सबैजनालाई जोरदार ताली बजाएर स्वागत गर्नेछौँ। जय मसीह। Namaskar. नमस्ते पनि। It's a great joy that I stand before you all to represent the UBS family. युबिएस परिवारको प्रतिनिधित्व गर्दै तपाईँको बीचमा यसरी उपस्थित हुन पाउनु मेरो लागि निकै गौरवको कुरो हो। United Bible Society is a global agency, the biggest agency that comprises of 155 Bible societies in 240 nations and territories. युनाइटेड बाइबल सोसाइटी चाहिँ 55 वटा देश र 200 भन्दा बढी क्षेत्रको प्रतिनिधित्व गर्ने, बाइबल प्रकाशित गर्ने, वितरण गर्ने सबैभन्दा ठुलो संस्था हो। I bring greetings and well wishes on this 50th historic milestone of the National Nepal Bible Society on their 50th anniversary. नेपाल बाइबल सोसाइटीको यो 50औं स्वर्ण महोत्सवको उपलक्ष्यमा मैले तपाईको बीचमा विशेष अभिवादन लिएर आएको छु। I bring greetings from the chairperson of the the Secretary General of the United Bible Societies, Reverend Dirk Givers. म मलेसिया स्थित बाइबल सोसाइटीको प्रमुखको रूपमा चाहिँ काम गर्दै आइरहेको छु। I bring greetings also from all the Bible societies around the world. संसारभरि भएका सबै बाइबल सोसाइटीबाट पनि मैले जय मसीह लिएर आएको छु। Especially from the colleagues from Asia Pacific Bible Society, which I represent at the United Bible Society Fellowship Council. विशेष गरेर युनाइटेड बाइबल सोसाइटीको प्रतिनिधित्व गर्ने एसिया पेसिफिक क्षेत्रबाट मैले जय मसीहका अभिवादन लिएर आएको छु। Whenever I hear the Hallelujah chorus, everywhere, in every nation, in different languages, I will shed my tears. जुनसुकै देशमा जाँदाखेरि जुनसुकै भाषामा यो हालेलुया कोरस गाइँदाखेरि चाहिँ From the rubbles of war, यसरी युद्धको बीचमा चाहिँ यो एउटा आशाको किरण हो। it is a story of faithfulness, sacrifice, courage, and generosity. यो उदारता, आशाको एक प्रकारको अभियान हो। Those nations who were at war with one another came together to give words of hope and peace. आशा र शान्तिको वचन दिने यो एक प्रकारको अभियान हो। How we can find our way to the future. आशा र शान्ति बाइबलका यस्ता दुईवटा महत्त्वपूर्ण शब्द हुन् जुन संसारले अपेक्षा गरिरहेको छ। It talks about the power, the greatness, and the absolute necessity of God's word in the life of believers and unbelievers. विश्वास गर्नेहरू र नगर्नेहरूको जीवनमा चाहिँ एकमात्र अधिकारको रूपमा यसलाई प्रस्तुत गरिएको थियो। सच्ची हो। I'd like to state 4 aspects of God's word in the life of all of us. हामी सबैको जीवनमा वचनको आदर झल्काउनु पर्ने हुन्छ। If you read verse 25 of chapter 119 of Psalm, it says God's words revives believers. पन्सामा 119 को 25 ले भन्छ कि परमेश्वरको वचनले हामीलाई जीवित पार्छ। I am laid low in the dust, preserve my life according to your word. मेरो प्राण धुलोमा मिलेको छ, आफ्नो वचन अनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्। We go through difficult circumstances, unprecedented situations in life. We are weakened and beaten from all sides. हामी विभिन्न कठिन परिस्थिति भएर गुज्रन्छौँ र त्यस्ता कठिनाइहरू झेल्छौँ। Together as integrated Bible ministry. अनि यी सबै कुरा मिलेर बाइबलको सेवा कार्यको निर्माण भएको छ। By doing that, God's words open the understanding and broadens the mind of people. यसो गरेर बाइबलको वचनले अर्थात् परमेश्वरको वचनले मानिसहरूको समझ शक्ति खोलिदिन्छ।
in Luke chapter 25, when the two disciples of Christ was walking down Emmaus, and when Christ came and stayed with them in the house, and when Christ broke the bread, what happened? इमाउसको बाटोमा दुईजना चेला हिँडिरहेका थिए जहाँ यीशु देखा पर्नुभयो भनेर लुकाको सुसमाचारमा बताइएको छ। Verse 32 says, their ultimate focus, letting his priorities, teachings, and temperament to guide your actions and reflect his image to others. यीशु ख्रीष्टलाई प्रेम गर्नुको अर्थ उहाँका गुणहरू उहाँको चरित्र आफ्नो जीवनमा निर्माण हुँदै जानु हो। The future of Bible Society in Nepal is to be a good witness to this nation, to the Christian church. नेपाल बाइबल सोसाइटीको भविष्य यो देशको लागि यहाँका क्रिस्चियनहरूको लागि असल गवाही बन्नु हो। At this juncture, let me reiterate that the UBS family of Bible societies, which Bible Society of Nepal is a member, will uphold the Nepal Bible Society in prayer and in support of each other. नेपाल बाइबल सोसाइटी युनाइटेड बाइबल सोसाइटीको एउटा सदस्य संस्था र युनाइटेड बाइबल सोसाइटीले नेपाल बाइबल सोसाइटीको लागि प्रार्थना गरिरहेको छ। We stand in solidarity with the church in Nepal, together with the Nepal Bible Society and other Bible agencies in this country. यो देशमा भएका नेपाल बाइबल सोसाइटी लगायत अन्य बाइबलसँग जोडिएका सङ्घ संस्थाहरू अनि नेपालका मण्डलीहरूसँग हामी कुनै न कुनै रूपमा साझेदारीमा छौँ। United Bible Society Fellowship is always praying for Nepal as it goes through political and social upheavals that we have seen over the last few days, last months. युनाइटेड बाइबल सोसाइटीले नेपाल बाइबल सोसाइटी यहाँका चर्चहरू समग्र रूपमा यहाँको राजनैतिक अवस्था देशको निम्ति हामीले प्रार्थना गरिरहेका छौँ र विगत केही हप्ता या महिनामा यहाँनिर एक प्रकारको उथल आएको पनि हामीले हेरिरहेका छौँ। उहाँहरू अगाडि आउनुहुनेछ, हामी जोरदार ताली बजाउनेछौँ। युनाइटेड बाइबल सोसाइटीलाई प्रतिनिधित्व गर्दै उहाँले एउटा मायाको चिनो बाइबल सोसाइटीलाई दिँदै हुनुहुन्छ अनि यसको निम्ति हामी जोरदार ताली बजाउनेछौँ। थ्याङ्क यू दुवैजनालाई र सँगसँगै लक्ष्य छेत्री, निकिता बज्राचार्य, ऋतिका बज्राचार्य, अनिता लिम्बू, आशिष तामाङ, सामुयल खड्का उहाँहरूबाट यो स्टिङ सङमा हामी नृत्य हेर्न गइरहेको छौँ र आजको यो स्टिङ सङलाई चाहिँ नेपाल बाइबल सोसाइटीका वर्तमान बोर्ड मेम्बर वीर बहादुर गुरुङ अर्थात् कुबेर गुरुङज्यूले लेख्नु भएको छ र आउनुहोस् हामी यो समय उहाँलाई दिन चाहन्छौँ। एकचोटि फेरि पनि जोरदार ताली हामी उहाँहरूको लागि बजाउँदैछौँ।
सुन्दर प्रस्तुति प्रस्तुत गर्नु भएको छ नेपाल बाइबल सोसाइटीको गोल्डन जुबली टिम सङ्घमा र यो समूहलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु एकचोटि फेरि पनि हामी जोरदार ताली बजाएर प्रस्तुत गर्नुको लागि धेरै धन्यवाद दिन चाहन्छौँ नृत्य प्रस्तुत गरिदिनु हुने समूहलाई र पछि पनि हामी शुभकामना मन्तव्यतर्फ आइसकेका छौँ र यो समय शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु आजबाट हामी शुभकामना मन्तव्य सुरु गरेका छौँ जोरदार ताली हामी बजाउनेछौँ धन्यवाद नेपाल बाइबल सोसाइटीद्वारा आयोजना गरेको यस आजको महत्त्वपूर्ण कार्यक्रमका आयोजक यसका चेयरपर्सन विशिष्ट अतिथिज्यूहरू स्पेसल गेस्ट फ्रम डिफ्रेन्ट बाइबल सोसाइटी अफ द डिफ्रेन्ट पार्ट अफ द वर्ल्ड डिस्टिङ्गाइज्ड गेस्ट लेडिज एन्ड जेन्टलमेन म सर्वप्रथम आजको यो कार्यक्रम सायद 4 महिनादेखि सुरु भएको यो कार्यक्रम आज अन्त्य भइरहेको छ भन्ने मैले जानकारी पाएको छु र यो कार्यक्रमको आवधिक योजना 16औं पिरियडिक प्लान ढिको विकास लक्ष्य सस्टेनेबल डेभलपमेन्ट गोल प्राप्त गर्नको लागि यहाँको भूमिका अहम छ भन्ने पनि म नेपाल बाइबल सोसाइटी र साथसाथै विभिन्न देशबाट यहाँ पाल्नुभएका बाइबल सोसाइटीका प्रतिनिधिहरू डिग्निटरिजहरूलाई पनि म अनुरोध गर्न चाहन्छु र हाम्रो विकासमा यहाँले खेलेको भूमिका अत्यन्त महत्त्वपूर्ण छ भन्ने पनि स्मरण गराउन चाहन्छु कानुनतः समाज कल्याण परिषदले राष्ट्रिय अन्तर्राष्ट्रिय गैर-सरकारी सङ्घ संस्थाहरूलाई एउटा विकासको रूपमा एउटा आबद्ध भई एउटा लिडरसिप भूमिका खेल्नुभएको पनि म स्मरण गराउन चाहन्छु र त्यो कनेक्सनमा हामी साथमा छौँ र त्यस सन्दर्भमा पनि म यहाँहरूलाई चाहिँ सदैव समाज कल्याण परिषदले सहजीकरण गर्ने सहयोग गर्ने र त्यसमा चाहिँ मैले अलिकति यो ध्यान आकर्षण पनि गराउन चाहेँ मैले त्यो सन्दर्भमा चाहिँ हाम्रा आयोजकवर्ग र हामीसँग सम्बन्धित संस्थागत रूपले पनि त्यो कुराहरूमा पनि दृष्टिगत गरेर आफ्ना उद्देश्यहरू पनि प्राप्त गर्न जाँदा हामी विन विन हुन्छौँ भन्ने पनि ध्यान आकर्षण गराउन चाहन्छु र यहाँलाई शुभकामना पनि दिन चाहन्छु जति पनि राष्ट्रिय अन्तर्राष्ट्रिय बाहिर वैदेशिक सहयोगहरू नेपालमा आउने गर्दछ ती कानुनलाई टेकेर आउने गर्ने भएको हुनाले मैले त्यतातिर ध्यान आकर्षण गर्न पनि म स्मरण गराउन चाहन्छु र हामीले समाज कल्याण ऐन 2050को दफा 12 तथा 16 अन्तर्गत हाम्रो भूमिका राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूलाई सहजीकरण गर्ने कहिलेकाहीँ ट्र्याकमा पनि ल्याउनुहुन्छ हाम्रो संविधान हाम्रा नीति नियम कानुनभित्र रहेर काम गर्नको लागि सहजीकरण गर्ने हाम्रो भूमिका हामी मित्रवत व्यवहारमा चाहिँ हामीले देखाउनु पर्ने हुन्छ र हामीसँग जति पनि प्रोजेक्ट एग्रिमेन्टहरू हुन्छ हामीले परियोजनाको एग्रिमेन्ट भन्ने गर्दछौँ र ती प्रोजेक्ट एग्रिमेन्टको प्रोग्रामेटिक कम्प्लायन्स र फाइनेन्सियल गभर्नेन्सका कुराहरू हाम्रो कानुनी दायराभित्र रहेको पनि म स्मरण गर्न चाहन्छु र त्यस सन्दर्भमा यहाँको उद्देश्य प्राप्त गर्नलाई यिनै कानुनभित्र रहेर समाज कल्याण परिषदले विगत लामो समयदेखि यहाँहरूलाई सहजीकरण गरिरहेको छ र त्यस अन्तर्गत पनि हाम्रो शुभकामना पनि यहाँहरूलाई हामी दिन चाहन्छौँ र सफलताको शुभकामना पनि हामी हाम्रो व्यक्तिगत तर्फबाट र परिषदको तर्फबाट र यसको साथै मैले अलिकति के स्मरण गराउन चाहन्छु भने हाम्रो विकासको सन्दर्भमा नेपालको अल्टिमेट डेभलपमेन्ट प्रोसेसमा चाहिँ हाम्रो अहिलेको आवधिक योजना 16औं पिरियडिक प्लान ढिको विकास लक्ष्य सस्टेनेबल डेभलपमेन्ट प्राप्त गर्नको लागि यहाँको भूमिका अहम छ भन्ने पनि म नेपाल बाइबल सोसाइटी र साथसाथै विभिन्न देशबाट यहाँ पाल्नुभएका बाइबल सोसाइटीलाई पनि म र हाम्रो विकासमा यहाँले खेलेको भूमिका अत्यन्त महत्त्वपूर्ण छ भन्ने पनि स्मरण गराउन चाहन्छु कानुनतः समाज कल्याण परिषदले राष्ट्रिय अन्तर्राष्ट्रिय गैर-सरकारी सङ्घ संस्थाहरूलाई एउटा विकासको रूपमा एउटा आबद्ध भई एउटा लिडरसिप भूमिका खेल्नुभएको पनि म एकदम स्मरण गराउन चाहन्छु र त्यो कनेक्सनमा हामी साथमा छौँ र त्यस सन्दर्भमा पनि म यहाँहरूलाई चाहिँ
सदैव समाज कल्याण परिषदले सहजीकरण गर्ने सहयोग गर्ने र त्यसमा चाहिँ मैले अलिकति यो ध्यान आकर्षण गराउन चाहे फेरि त्यो सन्दर्भमा चाहिँ हाम्रा आयोजक वर्ग र हामीसँग सम्बन्धित संस्थागत रूपले पनि त्यो कुराहरूमा पनि दृष्टिगत गरेर आफ्ना उद्देश्यहरू पनि प्राप्त गर्न जाँदा हामी विन विन हुन्छौँ भन्ने पनि ध्यान आकर्षण गराउन चाहन्छु। र यस सन्दर्भमा आज विभिन्न योभन्दा अगाडि अहिले भर्खरै अगाडिका पूर्ववक्ताज्यूहरूले आफ्नो एकदम भ्यालुएबल स्पेस दिनुभएको छ, धेरै चाहिँ नलेजहरू यहाँले सेयर गर्नुभएको छ र यसले अल्टिमेट यहाँ उपस्थित हुनुभएका सबैलाई बेनिफिट हुन्छ र यसले गर्दाखेरि ठुलो ज्ञान प्राप्त हुन्छ भन्ने मैले महसुस गरेको छु। र आउने दिनमा यस्ता कार्यक्रमहरू फेरि हामीलाई कनेक्ट गर्नेछन् र समाज कल्याण परिषद यहाँको साथमा रहनेछ भन्दै म धेरै कुराहरू गर्नुभन्दा पनि म फेरि पुनः नेपाल बाइबल सोसाइटीको यो स्वर्ण महोत्सव समारोहको पूर्ण सफलताको शुभकामना गर्दै र हामी सदैव जोडिएर आउने दिनमा हाम्रा उद्देश्यहरू प्राप्त गर्न सफल हुनेछौँ भन्ने शुभकामनाका साथ बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच। धन्यवाद आजको हाम्रो प्रमुख अतिथि मिस्टर मनोज भट्टज्यूलाई। हामीले उहाँबाट एकदमै महत्त्वपूर्ण ऐक्यबद्धता र सँगसँगै शुभकामना हामीले सुनिसकेका छौँ। बाइबल सोसाइटीको तर्फबाट हामीले उहाँ लगायत समाज कल्याणका हाम्रा विशिष्ट व्यक्तित्वहरूलाई केही मायाको चिनो हामीले तयार गरेका छौँ र यो समयमा हाम्रो समाज कल्याणको बोर्ड गोमा भुषालज्यूलाई र राजेन्द्र उप्रेतीज्यूलाई पनि म अगाडि बढाउन चाहन्छु। हामी सबैले जोडदार ताली बजाउनेछौँ र सँगसँगै यो मायाको चिनो उपलब्ध वितरणमा ताली बजाउनेछौँ। Thank you.